हेलो हेलो साथीहरू, के छ खबर? सन्चै आरामै हुनुहुन्छ? म चाहिँ ठिकठाकै छु। ल, आज पनि मिठो नमिठो परदेशीको खाना आयो। ल, टक्कै पाकिसकेछ। आज चाहिँ 4जनाको लागि ट्याक्क भाती कुकरमा धेरै नै देखिएछ होइन। केटाहरूले यता अब सितन फोड्दैछन्, त्यही चाउचाउ। अमनले चाहिँ यस्तरी सब्जी चाहिँ सिमी र आलु यस्तो मिठो भयो क्या। मैले भनेको मेरो लागि मिठो भयो, केटाहरूको लागि त अब जेसुकै होस्, मलाई मिठो भयो। केटाहरूले खाउन् कि नखाउन् मतलब छैन, यसले धोका दिन्छ नि त कहिले कहिले, त्यही भएर। ल, यता यस्तो सिजन छ। आज चाहिँ अन्डा पनि छ, चाउचाउ पनि छ, यस्तो छ। हिजो तरकारी मिठो भएन, आज चाहिँ मिठै छ है हाम्रो नयाँ साथी। ल, यताको खाना यस्तो। यहाँ खाना फेरि आफ्नो आफ्नो लागि आफूले हाल्ने खाने हो ट्याक्क। ल, अमनले चाहिँ जहिले पनि यही भाँडामा खाने, अर्को मान्नुपर्छ नि त। ल, म चाहिँ अन्डा खान्छु पहिला भनेको, पहिला भात खानुपर्छ अरे। ल, म भात खान्छु। कस्तो छ है तरकारीको टेस्ट? अल्ल, मिठो 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 छ। ल, अब अन्डा खानुपर्छ, चिकन अन्डा खानै पऱ्यो नि त। ल, आजको भिडियो